फलफुलको जुस खानु भनेको हरेक दिन हामीले 20 खाए जस्तै हो भने के गर्नुहुन्छ हो यो कुरा सुन्दा अचम्म लाग्न सक्छ तर यो चाहिँ सत्य हो हजुरले सोच्नु भएको होला मैले भनेको जुन बाहिरपट्टि फ्रुटीको जुस हुन्छ अरु रियल जुसहरू हुन्छ त्यसको बारेमा कुरा गर्दैछु भनेर त्यो त स्वास्थ्यका लागि एकदमै हानिकारक भइहाल्यो त्यो बाहेक जुन हामीले घरमा सुन्तलाको रस निकालेर खान्छौं अथवा चाहिँ अनारको रस निकालेर खान्छौं त्यो खानु भनेको पनि स्वास्थ्यका लागि हानिकारक हो अब कसरी भन्ने कुरा अहिलेको रिसर्चले के भन्छ भन्ने कुरातर्फ जाम है त जति बेला हजुरले जुन फलफुलको जुस खानुहुन्छ त्यति बेला चाहिँ हजुरले जुन बाहिरपट्टिको बोक्रा अथवा खोल्सा भन्नुहुन्छ त्यो फाल्नुहुन्छ त्यो फाल्नु भनेको चाहिँ हजुरले फाइबर फाल्नु हो फाइबर बिनाको फलफुल भनेको हजुरको चिनीको घोल जस्तै हो थोरै केही मात्रामा चिनीको घोल भन्दा केही मात्रामा भिटामिन धेरै होला तर त्यो भनेको चिनी भन्दा पनि नराम्रो हो कसरी भन्दाखेरि जस्तै हजुरले सुन्तला खानु भयो भने एकपल्टमा 2 देखि 3 वटा सुन्तला खानुहुन्छ तर हजुरले जुस बनाउनु भयो भने 6 देखि 7 वटा सुन्तलाको जुस एक गिलासमा अट्छ अनि हजुरले खानुहुन्छ हजुरले जति बेला सुन्तलाको जुस खानुहुन्छ त्यति बेला चाहिँ हजुरको शरीरमा चिनी एकदमै धेरै बढ्छ लामो समयसम्म चिनी बढिराख्यो भने हजुरको शरीरमा चाहिँ इन्सुलिन रेसिस्टेन्स हुन्छ इन्सुलिन रेसिस्टेन्स हुनु भनेको हजुरलाई डायबिटिज लाग्दै लाग्दै जानु हो भन्नुको मतलब यदि हजुरले लामो समयसम्म फलफुलको जुस खाइराख्नु भएको छ भने हजुरलाई डायबिटिज लाग्न सक्ने सम्भावना एकदमै बढेर जान्छ अर्को कुरा भनेको फलफुलमा जुन एउटा सुगर हुन्छ त्यो चाहिँ फ्रुक्टोज सुगर भन्ने हुन्छ त्यो भनेको हजुरको जुन कलेजोले मात्र त्यसलाई मेटाबोलाइज गर्छ हजुरले एकैपल्ट धेरै क्वान्टिटीमा हजुरले फ्रुक्टोज सुगर हजुरले आफ्नो लिभरलाई दिनुभयो भने त्यसले त्यसबाट एनर्जी मात्र ननिकालिकन त्यसले चाहिँ त्यसलाई बोसोमा परिवर्तन गर्छ भन्नुको मतलब त्यसले हजुरमा मोटोपन निम्ताउने रहेछ भनेपछि डायबिटिज हुने भयो मोटोपन निम्ताउने भयो भनेपछि सबै रोगको कारण भनेको यही दुईटा रोग हो नि त भन्नुको मतलब यसले हजुरको अरु रोग लाग्नमा पनि धेरै ठूलो भूमिका खेल्दो रहेछ सबैको प्रश्न हुन सक्छ अब के गर्ने त फलफुल नखाने फलफुल भनेको सबभन्दा राम्रो भन्छन् फलफुल नै नखाने भन्ने छ मैले फलफुल नराम्रो भनेको होइन फलफुलको जुस नराम्रो भनेको हजुरले फलफुलको जुस खानु भन्दा फलफुल खाएको स्वास्थ्यको लागि एकदमै लाभदायक हुन्छ हजुरले फलफुल खाने बेलामा फाइबर सहित फलफुल खानुहुन्छ जसको कारणले गर्दाखेरि हजुरको शरीरमा चिनी त्यति मात्रामा बढ्न पाउँदैन फाइबर पनि त्यसैमा हुन्छ अनि हजुरको स्वास्थ्यले एकदमै राम्रो गर्छ त्यसै कारणले गर्दाखेरि यदि हजुरले चाहिँ फलफुलको जुस खाने बानी छ भने आजैदेखि त्यसलाई बन्द गर्नुहोस् र आजदेखि जुन सिङ्गो फलफुल खान सुरु गर्नुहोस्